नेपाली फुटबल इतिहासको सबैभन्दा कालो दिन यो कुरा हो 1988 मार्च 12 को र यो गेम हुँदै थियो नेपालको एकमात्र स्टेडियम दशरथ रङ्गशालामा र यो गेम त्रिभुवन च्यालेन्ज सिल्डको फाइनलमा नेपालको जनकपुर सिगरेट फ्याक्ट्री र बङ्गलादेशको मुक्ति योद्धा क्लब बीच हुँदै थियो र त्यति बेला यो गेम हेर्नलाई दशरथ रङ्गशालामा 27,000 भन्दा बढी मानिसहरू भेला भएका थिए। गेम सुरु हुनुभन्दा अगाडि त्यहाँ मौसम ठिकठाकै थियो, तर जब गेम सुरु हुन्छ नि मौसम अचानक बद्लिन जान्छ र त्यहाँ ठुलो हावाहुरी र असिना समेत बर्सिन जान्छ। अहिलेको जस्तो दशरथ रङ्गशालामा त्यति बेला छतहरू थिएन र जब ठुलो हावाहुरी र असिना बर्सिन थाल्छ मानिसहरूको भागदौड मचिन थाल्छ र सबै मानिसहरू गेटबाट बाहिर निस्किन भनेर सबै मानिसहरू गेटतिर दौडिन थाल्छन्। त्यो हावाहुरी र पानीको कारणले गर्दा मानिसहरू एकदमै आत्तिन थाल्छन् र सबै स्टेडियमबाट बाहिर निस्किन भनेर सबै मानिसहरू गेटतिर भागदौड गर्न थाल्छन् र त्यति बेला गेट एकदमै सानो भएकाले 27,000 मान्छे निस्किन एकदमै गाह्रो भइरहेको थियो र यो भिड नियन्त्रण गर्नलाई त्यति बेला नेपाल प्रहरीले लाठीचार्ज समेत गर्न थाल्छन् र लाठीचार्जले गर्दा झनै मानिसहरूमा माथि त्रास बढ्न थाल्छ र मानिसहरू यताउति भागदौड गर्न थाल्छ र यो भागदौडको कारणले गर्दा मानिसहरू एक आपसमा कोलाइड हुन जान्छन् र त्यति बेलाका रिपोर्ट अनुसार 93 भन्दा धेरै मानिसहरूले त्यति बेला ज्यान गुमाउन जान्छन् र त्यति बेलाका तत्कालीन खेलकुद मन्त्रीले सम्म त्यति बेला रिजाइन लिनुपर्ने हुन्छ र यो हुन जान्छ